हेलो भाइ, गुड मर्निङ। फेरि पनि धेरै समयपछि एउटा ब्लग लिएर आएको छु सिङ्गर प्रेम टी मगर 24 युट्युब च्यानलमा। कहाँदेखि हुनुहुन्छ, के कस्तोदेखि हेर्दै हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। सम्पूर्ण माई युट्युब फ्यामिलीमा के गर्नु हजुर, यस्तै छ। म चाहिँ आज जङ्गलतिर गएको थिएँ गुराँस टिप्नलाई। अनि यसले चाहिँ अब सुगर अनि अब दमको धेरै कुराहरूको रोग उपचार गर्छ। अनि हाम्रोतिर यसलाई चाहिँ गुराँस भन्छ, तपाईहरुकोतिर के भन्छ भन्ने त्यो थाहा भएन। अब के भन्नुहुन्छ। अनि यस्तै छ जीवनको लामो कथा, बित्था अनि सङ्घर्ष। अनि म चाहिँ आज धेरै वर्षपछि गोठालो गएको थिएँ। अनि सँगसँगै केही कुराहरू जडीबुटी पनि लिएर आएको छु। अनि त्यसमा गोठालो जस रमाइलो छ। पछाडिहरू भेडा बाख्राहरू आइरहेका छन्। अनि धेरै गर्मी भएको छ, हिँड्न एकदम गाह्रो। अनि उता त्यो चाहिँ मेरो घर पर्छ, अनि माथिको पनि घर पर्छ। यो चाहिँ एउटा रोटा खनिरहेको छ। अनि घर नजिक आउने बिजुक रमाइलो छ पल क्षणहरू। त्यस्तै हजुर, साह्रो गाह्रो के गर्नु हजुर, यस्तै परियो गोठालो। यस्तै छ जिन्दगी, पहाडको जिन्दगी भन्ने कुरो यस्तै हो। गोठालो जाने, गुराँसहरू टिप्ने, अनि यस्तै कामहरू छ। अनि के गर्नु, अब आफूलाई मात्रै सब कुछ अब खाने गरेर भएन गरे। अब गाई बाख्रा यताउति गोठालो जानु पर्यो, चराउनु पर्यो, खुवाउनु पर्यो, पिउनु पर्यो। गाह्रो छ जिन्दगीमा। पछि हिँडिरहेछन् सेनाहरू। अनि आउ यस्तै छ, रमाइलो भनौँ कि बिजुक रमाइलो भनौँ, ठिकै छ भनौँ। जस लाइफ दुःख गर्नु परेको छैन। बाख्रा चराएछ, खाएछ, हिँडेछ। हट। गर्मी पनि बहुत भइरहेको छ, बहुत।